What do people think of Nepal? हामी आज यो भिडियो रियाक्ट गरौँ के सोचिरहेको छु बेसिकली मान्छेहरूले नेपालको बारेमा चाहिँ के सोच्छ त भन्ने कुरा हो के लाग्छ तिमीलाई के सोच्छ होला मान्छेहरूले नेपालको बारेमा के सोच्छ भन्ने कुरा एउटा भिडियो हेर्नु पर्यो के जेम्स रेसलले रियाक्ट गरेको छ 5 वर्ष अगाडि वाट पाकिस्तानी पिपल थिंक अबाउट नेपाल रे यो भन्दा मलाई यो हेर्नु मलाई हेर्नु यो भिडियो रियाक्ट गर्नु म आज This is not my first time. This is my 10th time. लेट्स रियाक्ट टु दिस भिडियो यो भिडियो कसले हेरे हेरेछ सुभाष हल्ला एउटा मिनट छ reload it's connected हेरिसक्यो This is my 10th time. Buddha was born in Nepal. The hair is a little bit. Maybe try and scam a little bit less. स्क्याम ओ यो मान्छेले नेपालीले गले कता स्क्याम हुन त हुन्छ अलिअलि कतै स्क्याम त हुन्छ हुन त तर लाइक it was Maybe try and scam a little bit less. like little bit less. What do you mean? We scam very little. Would you date any Nepali girl? नेपालमा तिमी कहिले स्क्याम भएको छौ र म कहिले स्क्याम भएको छु यार नेपालमा स्क्याम खासै स्क्याम त यस्तो स्क्यामहरू त हुँदैन हौ नट रियली स्क्याम भन्न मिल्दैन नि त्यसलाई त ओइ के भन्नु साढे के अहिले त 24 मा 11 लाख भन्दा बढी टुरिस्टहरू नेपाल घुम्न आएका थिए चितवनको गोइडासदेखि एभरेस्टको हाइटसम्मले टुरिस्टहरूलाई अट्र्याक्ट त गर्छ तर एयरपोर्टबाट बाहिर निस्किने बित्तिकै त्यो बिजनेस हो नि त्यो त स्क्याम भन्नु मिल्दैन नि त यसको लुगा हेरेर लुगा कम्युनिस्ट हेरेर के हेरेर राम्रो हेरे कम्युनिस्ट होइन के कमाउनिस्ट रे के कमाउनिस्ट कम्युनिस्ट होइन कमाउनिस्ट रे अट्र्याक्ट त गर्छ तर एयरपोर्टबाट बाहिर निस्किने बित्तिकै काठमाडौँको धुलोले उनीहरूलाई डिस्टर्ब गरेपछि चाहिँ के सोच्छन् होला तर यहाँ काठमाडौँको धुवा धुलो यस्तो कस्तो छाउ छ भने नि होइन एकचोटि काठमाडौँ मतलब कति टाढा जानु पर्दैन कि म भक्तपुर बस्छु होइन भक्तपुरबाट लिटरली 5-10 मिनट मात्रै यताउति गयो भने पनि धुलै धुलो हो क्या फेरि मेरो आँखा यस्तो सेन्सिटिभ छ होइन अलिकति धुलो छ नि कस्तो म भाइजर लगाएर भाइजरको भित्र चस्मा लगाएर पनि अझ धुलो छिर्छ क्या मेरो आँखामा त्यत्रो छ कि धुलो अब के कसरी भन्ने अब त्यो लेभलको पोल्युसन छ क्या इनफ्याक्ट फरेनर्स र हाम्रो अतिथिहरूले हामी र हाम्रो देशको बारेमा के सोच्छन् होला आज हामी यसकै अराउन्डमा मेरो टुटे फुटेको इङ्ग्लिसमा हाम्रो अतिथिसँग कन्भर्सेसन्स रमाइलो एज वेल एज इम्पोर्टेन्ट कन्भर्सेसन्स गर्न जाँदैछौँ सो लेट्स गो नमस्ते सर Bonjour, व्हाट्स योर नेम Pascal. I have a Nepali name, Jenny Alright. Sharpa. Zohar. जोहार Yeah. जोहार राइट कस्तो नाम हो यो Zohar. होइन जो कसरी प्रनाउन्स गर्छ यो नाम जो खाम व्हाट्स योर नेम Pascal. I have आई मिन नो अफेन्स सर कस्तो Jenny Sharpa. Zohar. अभी जो खर जुहा खा थु होइन कि कति कस्तो वियर्ड एस साउन्ड गऱ्यो कि कस्तो बोलाउनु छैन राम श्याम अलिकति ओ सुभाष अलिकति बोलाउनु सजिलो छ नि त जुखा Nepali name, Jenny Sharpa. Zohar. जो लिटरली यो मान्छे जो त्यो खकार दुख्या जस्तो होइन यार यस्तो भन्नु हुँदैन तर जोहार राइट एन्ड आई एम Yeah, I am Sudarshan. All right, so which country are you from, brother? Israel. ला म गीत हाल्छु भन्ने कुन देशबाट तर गीत हाल्नु पाएन Yeah. And how is your time in Nepal? Are you enjoying the vibes here? I love Nepal. मनी सुबह म चगु खा म चगु खा This is not my first time. This is my 10th time. 10th time? Yes, because I love Really? your country. Yes. दसरी नेपाल यसरी तिम्रो नि कन्ट्री हो ब्रदर के अरे आन्टी के भन्यो तपाईँले दसरी नेपाल ओर्दर गरेपछि त तपाईँ पनि नेपाली नै हो बेसिकली योर कन्ट्री भन्नु मिल्दैन आवर कन्ट्री भन्दा हुन्छ अरे 10th time. 10th time?
because I love your country. Really? हजुरआमा Ben Auntie. Nepal'i seviyorum. Güzel bir ülke. So what does he say? Really? Yes. यसले कुन भाषा बोल्यो म के सान्छु Seviyorum. Güzel bir ülke. So what? I love your country. Really? Yes. Ben Nepal'i seviyorum. Güzel bir ülke. यो युरोपबाट हो युरोपबाट चाहिँ ढुक्कै युरोपबाट हो त्यो युरोपको चाहिँ कताबाट थाहा भएन मलाई तर कस्तो वियर्ड साउन्ड पोल्यान्ड What does he say? म नेपालमा दुईचोटि आएँ मलाई नेपाल मनपर्छ Dutch, That's Poland. beautiful. All right. So my first question. तर is, भन्दै what भनेन was कुन the ठाउँ first हो impression of Nepal? When you heard about Nepal, what did you think about Nepal, or what came into your mind? Treks and the view. All right. It's, We find out the people is very, very nice here. All right. That's a good thing. Honestly, I didn't really know to like. I just thought about Everest. That's kind of like the यो कुरामा कि मलाई अस्ति एउटा कुरा ठ्याक्क एउटा मलाई यत्तिकै सोचिरहेको थिएँ कि होइन यो कुरा भर्खर कुरा के यसले भने नि नेपाली मान्छेहरू राम्रो छ भनेर Very nice here. भेरी नाइस भन्छ नि होइन मलाई के लाग्यो भने नि हामी नेपालीहरू मनबाटै राम्रो हो कि अब हाम्रो त्यो के भन्छ न्यारेटिभै हामी नेपालीहरू राम्रो हुन्छ भन्ने खालको एउटा छ नि त हामी नेपालीहरू अलिकति फोरेनरहरूलाई राम्रो छ अतिथि देवो भयो ब्ला 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 भन्छ नि त त्यो मेन्टालिटीले गर्दा हामी राम्रो हुनुपर्छ है यो टुरिस्टहरूलाई राम्रो ट्रिट गर्नुपर्छ है भनेर ट्रिट गर्छौँ कि आफू मनबाटै चोखो मनबाट निस्किन्छ क्या हामी नेपालीहरूको तर मलाई जहाँसम्म लाग्छ 20-30% नेपालीहरू चाहिँ लाइक चोखो मनबाट त्यस्तै हुन्छ होला होइन तर बाँकी त पुरै देखावती त भन्नु मिल्दैन तर हुन्छ नि हामी यस्तो हो हामी यस्तो पर्सना हामी यस्तो देखाउनु पर्छ प्रशंसा अरे हामीले त्यस्तो देखाउनु पर्छ भनेर चाहिँ त्यसरी अझ राम्रो बन्न खोज्छ जस्तो लाग्छ कि नेपालीहरू विच इज नट ब्याड नराम्रो कुरा चाहिँ होइन जस्ट सेइङ All right. That's a good thing. honestly, I didn't really know to like. I just thought about Everest. That's kind of like the main thing you know about. And then Buddha was born in Nepal. So like those were like the two things that I. बुद्धराज बनी नेपाल in India before this, so I was in Goa for 1 month, and so coming from India to Goa is similar vibes because it's similar Culture and all, cultures, yeah, right? exactly, but it's more relaxed and laid back. Well, I didn't have मलाई लाग्दैन कि इन्डिया र नेपालको कल्चर सेम छ भनेर क्या छ र नेपाल छैन क्या कति डिफ्रेन्स छ पुरै डिफ्रेन्ट लाग्छ हो नेपाली र इन्डियाको बरु इन्डिया र लेट्स से तराई साइडकोतिरको चाहिँ लाइक कम्प्लिटली सेम नै हुन्छ होला मोस्टली सिमिलर हुन्छ तर वेन यु कम टु काठमाडौँ अनि काठमाडौँभन्दा माथितिर गयो भने त के सेम छ र सिमिलर नै छ जस्तो लाग्दैन मलाई इन्डिया र नेपालको त खासै डिफ्रेन्टै छ नि पुरै डिफ्रेन्ट छ नि के सबै डिफ्रेन्ट छ नि Cultures, yeah, exactly, but लाइक 5-10% सिमिलर होला it's more relaxed and laid back. well, I didn't have any तर नेपाली जस्तो चिल मान्छे त कोही छैन यार but I was pleasantly surprised when I arrived and I began to see people and interact with people that I feel like there's a relaxed quality. The vibes is good. Vibe, Right? yeah. तर नेपाली जस्तो चिल मान्छेहरू त कोही छैन यार कसम यार नेपाली लास्ट चिल छ यार What is the like difference between China and Nepal? What is the thing that you found Very out? different, very different. You know, Chinese life always fast, quickly. They are busy and Yeah, they are. very busy, and here everyone have a lot of time. Can with friend, with family, and relax. त्यो के चिल के How is your experience so far? It was great. I came from my friend's wedding. It was a beautiful Okay. ceremony. Congratulations, brother. So got to celebrate him, of course. Got to see the beauty of Nepal, like we're just exploring right now. So it's been a good time. तो मेरे को बहुत फ्रेंड्स लोगों ने मेरे को ओइ हिन्दी बोल्छस् नेपाली बोल के अरे इङ्ग्लिस बोल सबैसँग चाहिँ इङ्ग्लिस बोल्दैन यसो हिन्दी बोल्दैन के हो यो पेमेंट किया और मेरा इच्छा हुआ तो मैं अपना फ्रेंड के साथ सबके साथ आया हूँ इधर घूमने के लिए और मेरे को देख के बहुत अच्छा लगा When I think about the peace and the balance and really time for relax, Nepal is the best place. We are relaxing. We are. Yeah, like- you are relaxing and smiling, them very warming. Okay. What is your local? मेरो favorite दोस्त food so far? सुखा What is the thing that you enjoy? I didn't try the dalbat already but I tried the momo Okay. and momo is really nice. Okay. I like So, it. have you tried momo in other countries? No. It's especially in Nepal, right? Yeah. All right. Did you enjoy Nepali food? How is the food here? Oh, I really love the food. Like What is your favorite Nepali dish? of course momos. Momos. All right. मोमो अनबिटेबल Okay. Yeah, Seiko is like really good. I think All I right. like it. एउटा यो नि गर्नुपर्छ होला हौ के अरे ऱ्याङ्किङ नेपाली मोमो के अरे ऱ्याङ्किङ टाइप्स अफ मोमो क्या सी मोमो बफ मोमो चिकन मोमो पोर्क मोमो मटन मोमो
अनि चिल्ली मोमो अनि झोल मोमो सुप मोमो फ्राइड मोमो ऱ्याङ्क गर्नुपर्छ एकचोटि म ऱ्याङ्क गर्छु एक कुरा Your favorite local Nepali food? Momos. Momos? Momos, right? सबले मोमो भन्छ होला Thali. Thali? A plate. Okay, Newari thali. Yeah. All right. Ah, yeah. And what's your favorite place that comes in your mind? नेवारी थाली होइन होला हौ Momos, right? I tried thali. Thali? थाली भनेको त थकाली होला थकाली थाली Ah, yeah. And what's your favorite place that comes in your mind? What's the मोमोज होइन मोमो हो हुन्छ नि कस्तो लाइक हुन त लाइक दे डोन्ट से पिज्जाज भन्दैन नि त पिज्जा मात्रै भन्छ नि होइन लाइक मोमोलाई चाहिँ किन मोमोज हुन त अब डम्पलिङ्स भन्छ फेरि भन्न चाहिँ best spot that you have visited? Actually, we went up Shiva's peak, I think it is, and this was quite nice. Sivapuri? Yeah, Shiva. Okay, Shiva you Puri. hiked there? Yeah, and this was quite nice. Like 10 वटा भएन अरे and yes, it was a guided tour, very nice view. Yeah. एक प्लेट मोमोलाई पनि मोमोज भने पनि 10 प्लेट मोमोलाई चाहिँ के भन्ने अनि वानलाई होला नि मोमो त्यही त एउटा एक प्लेट मोमोलाई मोमो भन्छ नि त अनि 10 प्लेट मोमोलाई चाहिँ के भन्छ 10 प्लेट मोमो मोमो नै भन्छ होइन मोमो के प्लुरल के भन्छ प्लुरल के सिङ्गुलर And so this was my last मोज All right. आपका favorite जगह कौन सा है नेपाल में? नेपाल के अंदर मेरा फेवरेट जगह तो मैं मुक्तिनाथ ही बोलूँगा और पोखरा ही बोलूँगा. So far, my favorite is Pokhara, I think. Yeah, I like the lakeside. Pokhara vibe, chills, eh? The nature, the water. And Kathmandu is nice because there's a lot going on. But I prefer the nature vibes. It's more laid back there. Okay, Yeah. Pokhara is a good place to be, right? द मोमोज Chitwan National Park was great. Yeah. म त सिजनतिर गएको छैन तिमी कोही सुवास तिमी कता गयो म चाहिँ तल साइड गएको भनेको म म्याप हेरौँ नि यार म्यापै थाहा छैन मलाई नेपालको म्याप कहाँ हेर्छ यार थाहा नै छैन म इलाम कुन साइड पर्छ गुगल अर्थ हेर्ने हो क्या हो तिमीले गुगल अर्थ चलाएको छ कहाँ छ तिमी जाँदा पोखरा अरे पोखरा जस्तो भएर गइरहेको यार हेर म त नेपाल विदेश नेपाल यो होइन म यता चाहिँ दार्जिलिङसम्म चाहिँ पुगेँ अनि यही साइडमा इलाम पनि यही साइड होला नि त्यसो भए यही बेला म सबभन्दा टाढा गएको यही होला क्या कताबाट गएँ चाहिँ मलाई याद छैन वाइल्ड टाढा रहेछ दार्जिलिङ भनेर चाहिँ यहाँ रहेछ त नि इलामहरू चाहिँ कता हो यहाँ रहेछ इलाम म यता गएको भनेपछि म यो तल साइड त कतै गएको छैन यार म यो के भन्छ चितवन लुम्बिनी कतै गएको छैन हौ म त बरु यहाँबाट माथि चाहिँ गएको छु काठमाडौँ होइन यहाँ छ राम्रो झापामा होला नि त इलाम झापामा त्यही त झापातिर यहाँनिर रहेछ कि अरू चाहिँ गएको छैन म माथि गएको छु बरु लान्टाङ गएको छैन म कता गएँ भनेदेखि पोखरा कहाँ छ है पोखरा कहाँ हुन्छ है यहाँ रहेछ पोखरा हो पोखराबाट म यहाँ घान्द्रुक गएको छु घान्द्रुकबाट पुनिल गएको छु पुनिल कहाँ छ पुनिल ट्रेक हाने मैले घान्द्रुक यतातिर हुनुपर्ने पुनिल यसरी हेर्नु न म यहाँ हिमाल चाहिँ ओइ यसरी पो हेर्ने हो त यार कास्की यतै रहेछ लभली देखेको त आम्मा मारुति हिमालमै जानुपर्ने मारुतिबाट बबाल सिन देखिन्छ कि त हेर न यस्तो देखिन्छ कि क्रेजी देख्छ हौ म त इन्डियन गएर सिक्यो म चाहिँ गएको छैन यार म चाहिँ बेसी गएको भने त्यही हो दार्जिलिङ पुगेर हो नर्थ एबिसी गएको के नर्थ एबिसी कहाँबाट देख्छ होला मैले पहिला हेरेको थिएँ कि यसमा दक्षिण भने नर्थ हो के हो नीलगिरी साउथ दक्षिण भने के हो है त्यहीबाट छिरेको खोला बोर्डर रहेछ अरे त्यो के ब्रिज क्रस गरेर जानुपर्छ होइन के हो एउटा ब्रिज चाहिँ ठुलो चाहिँ के कहाँको ब्रिज थियो यार कोसी ब्रिज के ठुलो ब्रिज थियो नि एउटा डल्फिन देखा डल्फिन हुन्छ डल्फिन नर्थ भने दक्षिण हो कि उत्तर दक्षिण पूर्व पश्चिम कता हो नर्थ इन नेपाली
धेरै छ हौ उत्तर रहेछ उत्तर भनेपछि कहाँ हो त यार पछाडि पति हो के अन्नपूर्ण सेकेन्ड बेस क्याम्प हो मा यही हो ठाउँ होला ल के होइन नर्थ हो मुला हेर यस्तो ठाउँमा गएको यार म्या क्रेजी यहाँ हो ल हामी यहाँ सुतेको के यहाँ एउटा सानो छाप्रो छ छाप्रोमा सुते हो म्या अनि यहाँ खोला छ पुरै यस्तो निलो के निलो यस्तो बाबा लिलो छ यार कहाँ हो तर यो 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 छाप्रोमा बस्यो यो छाप्रो एउटा मात्रै छाप्रो छ है यो छाप्रोमा सुते पुरै क्याम्प लगाएर बस्थ्यो क्याम्पहरू थियो अनि यहाँबाट माथि यो बाटो छ नि यो बाटो चढ्दै 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 यहाँबाट यो हरायो बाटो यहाँ हो ल बेस क्याम्प चाहिँ यस्तो देखिन्छ देखाउँछ फोटो यसमा क्रेजी हौ यस्तो थियो यार तर म जाँदा त्यस्तो हिउँ थिएन नि म्या यत्रो हाइटमा पुग्दा नि हिउँै नदेखायो क्या अब कस्तो साइको होला त हिउँ नै देखा पाएन कि मैले यसो म यत्रो माथि हिमालकै छेउमा गएर हिउँ नदेखायो क्या हिउँ मतलब डाँडामा हिउँ त देखेँ कि तर आँखाले त्यो छोएर त्यो हिउँ छ नि फिल गर्नु पाएन कि मैले हिमालयसम्म अनि ठ्याक्क हामी गएको बेला चाहिँ पुरै पानी पानी नै थियो बिहानै चाहिँ अलिअलि छेउछेउको चाहिँ आइस थियो अनि हामी गएको ठ्याक्क एक हप्तापछि होला यो त पुरै जम्या क्या आइस हिँड्नै मिल्ने क्या हिँड्नै मिल्ने नि एक हप्तापछि त अर्को साथीहरू गएको देखाएको थिएँ पुरै चिप्लेर बसिरहेको थियो कि यिनीहरू त हामी गएको बेला चाहिँ ठ्याक्क पानी नै थियो कि यस्तो अलिकति अफ टाइममा गएको जस्तो नि तर यस्तो बवाल सिनामा यो बाटो के यो बाटो नि यो पुरै बाटो के यहाँ पनि पहाड हिमाल देख्छु यो हिमाल देख्छ होइन खोला नि त्यस्तै बवाल छ पुरै निलै निलो खोला है घरसर केही छैन फोहोरसोर केही छैन होइन अबिर छ हौ यो ठाउँ त भर्खर अहिले त होटल बन्यो भने सुनेको थिएँ यहाँबाट हामी कहाँ बसेको थियौँ फर्स्ट नाइट त कहाँ बवाल छ हौ तर ठाउँ नर्थ बेसी चाहिँ त्यसपछि त्योभन्दा पहिला चाहिँ पुनिल गएको पुनिल पनि ठिकै थियो राम्रै थियो फर्स्ट चाहिँ कि पुनिल थियो यार त्यसपछि चाहिँ हामी पाँच पोखरी गएको थियौँ पाँच पोखरी चाहिँ कहाँ यता पाँच पोखरी चाहिँ यहाँतिर हो के भन्छ यार सबाट आउने के जिल्लाको नाम बिर्सेँ मैले बिर्सेँ कि मैले सबाट के भन्थ्यो यार यहाँ के भन्थ्यो यार सोलुखुम्बु होइन यो मेलम्चीबाट माथि हो के ठाउँको नामै बिर्सिन्छ यार म सोलुखुम्बु त भन्दैन त्यो भूकम्पले वाइल्ड भएको ठाउँ कुन चाहिँ थियो यार सोलुखुम्बु चाहिँ होइन एकदम ठिक त्यो ठाउँ गएको चाहिँ म अनि भिडियो कन्टिन्यू गरौँ Also great, but well, so far, and we also like Kathmandu. Sorry? We saw the We went to the sunrise over Annapurna. That was great. Annapurna, Yes. you went there? Oh yeah, that's For beautiful. sunrise, yes. All right. Okay, we have some songs and dialogues from Nepali movies and Nepali songs. Okay. Let's try to repeat them. Okay, let's try to. What do you say? That's gonna be tough. Yeah. And it is. Okay. You've heard about that song? Yeah, I was Have you here made in December. TikTok? We put the TV on. Okay. Yeah. But that little. Yeah, that one. And have you heard the song Daram Daram? It's No, I latest. don't know it. भीगी भीगी रातों में मीठी मीठी बातों में ऐसा लगता मुझे दरम दरम ओइ म यत्रो लामो चाहिँ कसरी भन्छ यसले अनि मीठी मीठी बातों में डिगी डिगी मुझे Daram, daram. दरम कई बारी करम Makei bari korem korem. हरियो कांक्रो दरम दरम Hajiyu Kanklo. करम Golem. Harkakat, daram, daram. दरम 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 Daram, 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 daram. Yeah, that's beautiful. के हो तिम्रो नाम बहिनी परिचय पाम गुलाम Parichaya, pam. इन्डियनहरूले त भनिहाल्छ नि गुलाम
हिमाचली र हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम हिमाचली रहेछ बिहानी का गाउँ लेट्स डु द लास्ट पार्ट ओके दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे यिनीहरूले चाहिँ राम्रो नेपाली बोल्दो रहेछ हौ How much have you learned Nepali language? Do you know some Nepali language? Just धन्यवाद. Dhanyavad and namaste. धन्यवाद and namaste. That's it. So I have few dialogues from some movies and all. So would you care to like repeat it after me? Let's try, right? Yeah. तर यो आन्टी त नेपाल जस्तै देखिन्छ हौ त्यो चन्टीका सिका लगाएर त From our very popular actor Rajesh Hamal. Okay. And his popular dialogue is something like साथीको लागि यो हात सलाम छ दुश्मनको लागि यो हात यो हात सलाम छ सलाम छ। This hand is a salute to all the friends and a hammer to all the enemies. साथीको लागि साथीको लागि यो हात सलाम छ साथीको हातमा के हो रे सलाम छ दुश्मनको लागि यो हात फलाम छ राजसभाको आत्मै छिरो मेरो जिउमा है That's good. Yeah. Your heart, फलाम छ Flamsa. All right. धन्यवाद धन्यवाद. यो मन त मेरो नेपाली हो यो मन त मेरो हो नेपाली हो नेपाली हो All right. Yo, Montamero Nepali ho. Okay, that means my heart is Nepali wherever I go, whatever I do, right? Yeah. Is your heart Nepali? It's becoming Nepali. Did you date any Nepali girl within your stay here? Yeah, no, I mean Nepali women are beautiful. Like I went to college with him, so I've met other Nepali यो women. म त मेरो नेपाली कहाँ हो रे It's like super interesting, super beautiful. स्क्याम हान्दिएर I will have no problem. त्यसको घरमा म चाहिँ कति गाली गरेँ होला म चाहिँ तिमी बाहिर गएर नेपाली भन्छौ तिमीले आफूलाई कति गाली खायो होला त्यसले Yeah, of course. कसमलाई सोच न अब सपोज हामी नेपालीहरू कहीँ बाहिर गयो होइन अनि बाहिरकोले यसरी इन्टरभ्यू दियो अरे अनि त्यसै भन्न लाग्यो सपोज इन्डियामा गयो अरे बन्दे मातरम भन्दै भयो त पछि नेपालीकोहरूले त धोप्पी खान्छ त हौ No, of course, yeah. Nepali women are great, so yeah, I would definitely happily date a Nepali woman. All right. इङ्ग्लिस अलि बढी भइरहेछ सो नेपालीमा एउटा सानो चिज भनिहाल्छु अब भर्खरै 12 को एक्जाम सकिएको छ अनि अब हुन त भर्खरै छ You have seen about or felt about Nepal and what is the worst experience or a sad part or skip. favorite thing about Nepal? Our favorite thing, at least mine, is like smiling people. The people of are country. smiling. Right. I just arrived in Kathmandu like 5 days ago, and I really love the peace, the kindness of the people. Everybody's smiling, everybody's nice with you. यो त कसम विडको लागि About Nepal. Vibes of people. Okay. Yeah. The people here are good. The people here are The friendly. people are welcome and they are warm and they have a good smile. No matter what's happened, they smile. I came here for a pilgrimage, Yeah. so I practice Buddhism. Bad and I people, find it eh? very valuable that this is maintained here. What is the होइन होइन that you त नेपाली राम्रै छ find part about Nepal in general? You know? कम्पेरिभ टु बाहिरको मान्छेहरू अब इन्डियामा गयो भने त इन्डियाको मान्छेहरू त साइकै लाग्छ तिमी इन्डियाको होइन कस्तो फिल भयो तिमीलाई इन्डियन मान्छेहरू तिमी सपोज त्यहीबाट काठमाडौँ आउँदा र त्यो नुवाकोटबाट काठमाडौँ आउँदा र तिमी नेपालबाट इन्डियामा जाँदाखेरि त फरक त फिल हुन्छ होला नि त त्यो हिसाबमा अब हामीलाई चाहिँ त्यो नर्मल फिल हुन्छ होला जस्तो लाग्छ अरे तर बाहिरको मान्छेहरू आउँदाखेरि चाहिँ बाहिरकोहरूलाई चाहिँ अब डिफ्रेन्स फिल हुन्छ होला क्या Poverty? You mean like? Yeah. We've seen not a lot, but some of them, and they were like begging for food or money or I don't know. That's the sad part, right? Yeah. All right. A lot of pollution everywhere. Like the city is a little bit dirty. पोल्युसन त Dirty as India or the place that I saw, but still. I think the नेपालको पोल्युसनमा धेरै मैले देखेको चाहिँ रिजनहरू चाहिँ एउटा चाहिँ पब्लिक भेहिकलहरूको राम्ररी त्यो के भन्छ मेन्टेनेन्स राम्रो छैन के मेन धेरै धुवा पोल्युसन निकाल्ने चाहिँ मलाई रोडमा लाइक डिरेक्ट पोल्युसन गर्ने चाहिँ बसहरू हो पब्लिक भेहिकलहरू एकदम पुरानो त धुवा यत्रो कालो धुवा निकाल्छ अर्को भनेको चाहिँ बाटो सफा छैन कि बाटो सफा नहुनुको कारण चाहिँ फेरि बाटो राम्ररी नबनेर हो क्या सपोज अब अहिले काठमाडौँमा मेन भक्तपुरमा भनौँ न भक्तपुरबाट काठमाडौँ जाँदाखेरि किन फोहोर छ भन्दाखेरि धुलो धेरै छ क्या त्यो बालुवा धुलो छ नि माटो बालुवाको धुलो धेरै छ त्यो चाहिँ कसरी भने अब यहाँ माथि बनेपा साइडमा बाटो बनेर छ त्यो धेरै भइसक्यो बनेर आएको त्यहाँको माटो पानी परेपछि पुरै बगेर आउँछ त्यहाँको धुलो पुरै सर्दै आउने हो क्या
अनि छेउछाउमा कति यतै पनि कति बाटोहरू कति भइसक्यो नबनेको त्यो माटोको माटै छ त्यो माटो भिज्यो सुक्यो त्यहीको धुलो निस्किन्छ उड्छ त्यही हो कि धुलो अनि त्यो कि प्रोजेक्ट यो टाइममा राम्ररी टाइममा सकाउनु पर्यो कि नत्र अलिक मेन्टेन वेमा गर्नु पर्यो क्या जहाँबाट सानो ठाउँमा बाटो बनाएर उता पुरै एरिया नै अफेक्ट हुन्छ धुलोले गर्दा संसद जानु पर्यो अरे संसद भवनै छैन जलिसक्यो संसद भवनै यसले के भने रे I think the street in Kathmandu is unmanaged. Yeah, it's like crowded, too much crowded. म त साइको हुन्छु काठमाडौँ त कहिलेका जाँदाखेरि त मलाई जान्नै मन लाग्दैन कि यति ओभरवेलिङ हुन्छ मान्छे हुन्छ क्राउड ट्याटो ट्याटो टुटु मलाई त यस्तो दिमाग त्यो स्ट्रेसफुल त्यहाँ जानु नै त्यो इनर्जी गएर बस्नु मात्रै नै इनर्जी त्यो ड्रेन आउट हुन्छ क्या मेरो त केही नगरे पनि क्या बाकी जो खंभे पे तार लगाया ना वाईफाई का वो अच्छा नहीं तर यो सल्भ चाहिँ गरिरहेछ यो चाहिँ सल्भ भइरहेछ मैले धेरै ठाउँमा देखिरहेको छु हामीतिर पनि पुरै अन्डरग्राउन्ड तार लगाएर जस्तो चाहिँ राम्रो बनाइरहेछ त्यो Again, the people, the culture, the temples here are magnificent, and it's very beautiful to see. What suggestions, reviews, or a piece of message that you would like to give to Nepal, Nepali, or even the government? You know, is there something that a review or a suggestion that you would like to drop? Really nice country, but just please make the road better. Yeah. All right. बाटो त भन्नै पर्दैन यार To the Prime Minister. Maybe try and scam a little bit less. Because that's also. यो मान्छेले चाहिँ कसले स्क्याम गर्यो के त्यस्तो हिट हुने गरी They're getting scammed, right? They get scammed. They always get tourist prices and everything. Just stay the way you are. ए त्यो त हो टुरिस्टलाई त हुन त अब Being nice with the तर यस्तो नि त मलाई टुरिस्ट हो नि त मुजी नेपाली प्राइस चाहिँ किन दिने हो र तिनीहरू पनि सुन्नु पर्यो नि होइन सपोज अब हामीले बस भाडा मुजी 10-20 रुपियाँ तिर्छ भने तिनीहरू त 75 रुपियाँ तिर्न म्या कति हो र 75 रुपियाँ हो तिनीहरूको लागि people. Everybody's enjoying. त्यसले त स्क्याम भन्नु मिल्दैन नि त टुरिस्ट भएपछि त अलि अभियसली अलिकति त होइन नेपाल बन्नु र केपी ओली पिएम बन्नु एउटै हो अरे होइन होला होइन त्यस्तो अलि त All right, brother. Thank you so much. It was a great time talking to you. Thank you. Nice video.